आज भक्तपुरको भ्यू चाहिँ यस्तो देखिरहेछ। पानी पर्ला पर्ला जस्तो छ। भक्तपुरमा मौसम चाहिँ एकदम गुड छ। यहाँ बस्नलाई वेदरहरू सधैँ चिसो हुने। काठमाडौँ चाहिँ यता पारितिर पर्छ जहाँ सेतो बादलहरू देखिरहेछ है। उता काठमाडौँ यतातिर यता शिवपुरी हाइट देखिरहेछ। पारीको अग्लो डाँडो यो भक्तपुर पारी देखिरहेछ। एउटा अग्लो पाँच तले मन्दिर छ भने यहाँनिर पाँच तले मन्दिर। यता नगरकोट डाँडा जहाँ चाहिँ कुहिरोले ढाकेको छ नगरकोटलाई। यता सागाको यहाँ सागाको ठुलो महादेव मन्दिर पनि देखिन्छ यहाँनिर। हो यो चाहिँ 143 फिटको अग्लो ठुलो मन्दिर। यहाँ बाटो पनि देखिरहेछ जहाँ काभ्रे पलाञ्चोक बनेपातिर जाने बाटो हो यो। यतातिर वेदर अलि क्लियर छैन आज। यस्तो देखिरहेछ पानी पर्न लागिरहेछ। आज हामी चाहिँ अब साथीहरूसँग यसो भक्तपुर घुम्न आएको। खासै भ्यू त राम्रो देखिएन तैपनि यसो रमाइलो भइरहेछ। क्यामेराम्यानमा कृष्णजी हुनुहुन्छ, हाम्रो दिल सर, अब पासाजी आइरहनु भएको छ यता फेरि खतराकै उहाँ त। ओके त्यसलाई नै यसो गर्नु यो अघि दागेको